हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल र आज चाहिँ हामी मगरजुङ गइरहेको छौँ। मगरजुङ चाहिँ तपाईँको टी स्टेट हो, सुकिया पोखरीको मुनि पर्छ र विशेष हामीले चाहिँ त्यहाँनिर हाम्रो भानिज अचानक मतलब हार्टले बित्नुभयो र त्यहाँ हामी भानिजको काममा गइरहेछौँ र बाटोको दृश्य तपाईँलाई देखाइरहेछु है। र हामी गइरहेछौँ हाम्रो फ्यामिलीहरू र हाम्रो चाहिँ फुपू पर्छ त्यहाँनिर है। फुपूको त्यहाँनिर नाति भनौँ है, हाम्रो बान्दिस केटा बित्यो र त्यसको काममा हामी लागिरहेछौँ र यो बाटोको दृश्य दार्जिलिङको तपाईँलाई देखाइरहेछु। हामी चाहिँ बिहानै हिँडेको कारणले गर्दा चाहिँ एकदमै चिया खान मन लागिरहेको थियो र हामी लप्चूमा त्यहाँनिर रोक्यौँ र चियाको निम्ति हामी चिया मोमोहरू खाएर फेरि लाग्यौँ है मगरजुङतर्फ। र बाटो चाहिँ एकदमै त्यहाँबाट अब सुकिया पोखरी भएर जानुपर्नेले एकदमै चिसो धुम्म रहेछ है बाटो। र फाइनली हामी चाहिँ अन्तमा हामी मगरजुङ पुगेर त्यहाँनिर काममा पुगेर एटेन्ड गरेर यतापट्टि हामी कजनको घरमा एकछिन विश्राम पनि गऱ्यौँ र त्यहाँनिर अलिकति गफटप गरेर फेरि फर्क्यौँ है। र त्यहाँनिर गफसप गऱ्यौँ एकछिन, त्यहाँनिर आराम गरेर सबै हामी जति पनि थियो हाम्रो आँगीहरू जति पनि थियो है, हाम्रो दिदीबहिनी त्यहाँ सानो गफटप गऱ्यौँ। त्यहाँदेखि एकछिन गफटप गरेर हामी फर्क्यौँ र फर्केर हामी सुकियामा फेरि बहिनीले त्यहाँनिर उत्रिनु भनेको थियो उसको होमस्टेमा र एकछिन त्यहाँ बहिनीकोमा पनि त्यहाँनिर बसेर त्यहाँ चियासा पनि लियौँ। चियासा लिएपछि तिनीहरू यहाँनिर ज्वाइँले पनि हाम्रो माथि फुल छ, मैले सानो एउटा नर्सरीको फुल छ भनेर नर्सरी गरेको छु जेरिनियमको भेराइटिज भनेर है। र त्यहाँ जाने पनि माथि तलामा छ भन्यो, यहाँ चाहिँ दिदीबहिनीहरू गफ गरिरहेछ। र यसरी हामी माथि तलामा गएर ज्वाइँले सानो एउटा नर्सरी खोलेको रहेछ, बनाएको रहेछ है यहाँ जेरिनियमको भेराइटी, जो चाहिँ एउटा यति दामी डङ्की स्टेल भन्दो रहेछ, मन पऱ्यो मलाई, दामी रहेछ है। र हामीले सबैजना माथि गएर हेऱ्यौँ फुल, यति नै आनन्द भयो फुल देखेर है। सबैले त्यहाँ फुल देखेर सबैले त्यसको आनन्द लियो। यति दामी दामी फुलाएको रहेछ। भेराइटिज त मलाई के मन पऱ्यो भने जेरिनियमको भेराइटी त एकदमै राम्रो रहेछ है, त्यहाँ बहिनीले पनि देखायो है। यति राम्रो थियो। सुकिया पोखरी अलिक चिसो ठाउँ हो र उनीहरूले सेडमा राखेको रहेछ है, सेडमा यो नर्सरी बनाएको रहेछ, अति राम्रो सुन्दर ढङ्गले फुलाएको रहेछ, साह्रै मन पऱ्यो। र सबैले आनन्द लियो, माथि बसेर यो फुलहरूको आनन्द लियो। सानो खालको नर्सरी भेराइटिज जेरिनियम भेराइटिज रहेछ यहाँ चाहिँ। अन्तमा सल्लाह भयो कि यहाँ फर्स्ट टाइम हामी सबैजना भेला भएको छ, कोही टिस्टा भ्याली, कोही सोनादा है, र कोही सिलगढी, र सबैजना अब फ्यामिलीहरू चाहिँ एकपटक फोटो चाहिँ खिचौँ है भनेर बहिनीको होमस्टेको अगाडि, र दामी बनाएको छ होमस्टे, यहाँ तपाईँहरू पनि आउनुहोस्, सुकिया पोखरीको अलिक अगाडि छ, र फोटो खिचौँ सबैजनाले रिमेम्बरेन्स है, एउटा स्मरण हुनेछ भनेर है। बाई एभ्रिवान, थ्याङ्क्स फर वाचिङ माई च्यानल।